त एक दिन यो हिरण्याक्षले के गरेछ भने अब प्रहलाद पनि ठुलो भए गुरुकुलमा लग्यो। गुरुकुलमा लिएर गएछन् प्रहलादलाई। उहाँ जानुभएको प्रहलादजी गुरुकुलमा अब धेरै बसेपछि यो हिरण्याक्ष नाम गरेको दैत्य पुगेछ। पुगेपछि प्रहलादले परैबाट जब पिताजीलाई आएको देख्नुभयो, देख्ने साथ प्रहलादजी कुदेर आउनुभयो। उसले भन्यो, हे पुत्र भनेर काखमा राखेछ। प्रश्न गरौ प्रहलादलाई। तसाद मन्ये सूर्यवर्य देहिनां ससा समोदिग्नधियास्तदसग्रहात् हित्वात्मपातं गृहमन्दकूपं वनं गतो यत् हरिमाश्रयेतः। हिरण्यकश्यपले सोधेछ, हे प्रहलाद तिमीले गुरुकुलमा बसेर यत्रो दिन के पढ्यौ लु भन भन्दाखेरि प्रहलादजीले भन्नुभयो, तसाद मन्ये सूर्यवर्य देहिनां। हे पिताजु राम्रो कुरा के भन्नु। हे पिताजी यदि मेरो राम्रो कुरा सुन्न चाहनुहुन्छ भने यो गृह अन्तरूपी जुन गृहको हो यसलाई छोडेर तपाईँ जानुहोस् जङ्गल, भगवानको भजन गर्नुहोस्। सबैभन्दा ठुलो राम्रो कुरा यो। यति भनेपछि उसलाई रिस उठ्यो हिरण्यकश्यपलाई, अरे मेरो छोरा भएर मेरो छोरा अनि मैले गुरुकुलमा पढ्न सिकाएको यस्तो सिक्यौ। गुरुहरूलाई बोलाएर मजाले फटकार गरे, तिमीहरूले हे सण्ड अर्क तिमीहरूले के पढायौ मेरा सन्तानहरूलाई। राम्रो कुरा सिकाउनु पर्ने यस्ता उल्टा पुल्टा कुरा सिकाइरहेको छ त के हो तिमीहरूको पारा यो भनेर गुरुजीहरूलाई धम्की लगाएछ। गुरुजीहरूले भन्नुभयो हात जोडेर, हामीले त यस्तो शिक्षा दिएका थिएनौँ प्रहलादलाई, अब हामीहरू यस्तो गर्दैनौँ भनेर गुरुहरूले पनि भन्नुभयो। गुरुहरूले भन्ने साथ फेरि प्रहलादजीलाई लिएर गुरुहरू गुरुधाममा गए, उही गुरुकुलमा गए। केही दिन बिचो फेरि प्रहलादलाई भेट्न भनेर हिरण्यकश्यप जान्छ र जाँदाखेरि परैबाट पिताजी आएको देखेर दगुरेर जानुभयो। प्रहलादजी काखमा बस्नुभयो। काखमा बसेपछि फेरि सोध्यो हिरण्यकश्यपले, बाबु तिमीले राम्रो के पढ्यौ मलाई सुनाउ त भन्दाखेरि प्रहलादजीले भन्नुहुन्छ, श्रवणं कीर्तनं विष्णु स्मरणं पादसेवनम् अर्चनां वन्दनं दास्यं सत्यमात्मा निवेदनम्। हेर्नुहोस् पिताजी, मान्छे भएर जन्मेपछि भगवानको गुणानुवाद, श्रवण, कीर्तन, विष्णुको स्मरण, पाद सेवन, अर्चन, वन्दन, दास्य यस्ता भावले नवदा भक्तिले भगवानको सेवा गर्नु पर्दछ भन्ने साथ गुरुपुत्रम वाचेतम रुष्पा प्रस्फुरिताधर। अब त झन् साह्रो रिसाएछ हिरण्यकशिपु, यस्तो मेरो सन्तान। गुरुहरूलाई बोलाएर भनौ, हे गुरु हो असारे ग्रहितो बालो माना तीर्थ दुर्मति, मेरो अनादर गरेर तिमीहरूले यो बालकलाई केटालाई असार सिकायो। गुरुपुत्रहरूले हात जोडेर भन्छन् हिरण्यकशिपुसँग, नमत् प्रणीतम नपर प्रणीतम सुतो पदत्ते सतवेन्द्र शत्रु नैसर्गिकीयं मतिरस्य राजन् नियच्छ मन्नु कददास्ममानः। नमत् प्रणीतम, हे हिरण्यकशिपु साँचो भन्नुपर्छ भने हामीहरूले पनि सिकाएको होइन, न पर प्रणीतम अर्का कसैले पनि सिकाएको छैन प्रहलादलाई। कहाँबाट सिको भन्दा नैसर्गिकीय मतिरस्य राजन, जुन यिनको मति हो तो नैसर्गिक मति हो, जन्मगत लिएर आएको बुद्धि हो। प्रहलादजीले भन्नुहुन्छ, मतिर्न कृष्णै परतो सतोबा,
कृष्णमा मती लाउनका लागि अर्काले पनि सिकाउनु पर्दैन, कसैको बुद्धिले हुँदैन, यो त आफै चलिरहेको हो भनेर भन्दाखेरि गुरुजीहरूले प्रहलादजीलाई गाली गर्नुभयो, कराउनु भयो। दैत्य चन्दन बने जातोयम कण्टक द्रुम, दैत्य रूपी चन्दन वनमा त कण्टक भनेको काँडा भएको रुख कहाँबाट जन्मिछौ, तँलाई त हामीहरू छोड्दैन भनेर बेच्दै बेच्दै हिर्काए। धेरै कष्ट दिए, तर प्रहलादजी भगवानको आश्रयमा हुनुहुन्छ, त्यस कारणले भगवानलाई स्मरण गर्नुहुन्छ। गर्दा गर्दै एक दिनको कुरा हो, गुरुकुलमा केही सामानको अभाव भएछ। गुरु सण्ड र मर्क निस्के बजार गर्न भनेर छात्रहरूलाई छोडिराखेर। अब अब गुरुजीहरू गएपछि उनीहरूको सन्तुष्ट भयो नि त। अब गुरुजीहरू पनि हुनुहुन्न, प्रहलादजीले सबैलाई बोलाउनु भएछ आफ्ना साथीहरूलाई, ल आओ साथी हो, हामी आज यस्तो खेल खेलौँ। के खेल भन्दाखेरि त जीवात्मा र परमात्माको खेल खेलौँ हामी। लुक्का छुपी, जीवात्मा लुक्नुहुन्छ, जीवात्मा लुक्छ, परमात्माले भेट्टाउनुहुन्छ। जतिखेर परमात्मा लुक्नुहुन्छ नि, यो जीवात्माले कसरी खोज्छ, लुका छुपी कुरा। लु खेलौँ भनेर लगाउनु भएछ, सबै आए, भगवानको नाम संकीर्तन गाउन लाग्नुभयो। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। पितृमात स्वामी सखा हमारे, पितृमात स्वामी सखा हमारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। सबैले ताली बजाउने जय हो। दीन जनों की आस कभी हो, दीन जनों की आस कभी हो। दीन जनों की आस कभी हो, दीन जनों की आस कभी हो। भक्तों की विश्वास तुम्ही हो, भक्तों की विश्वास तुम्ही हो। गोकुल में चमके मथुरा के तारे, गोकुल में चमके मथुरा के तारे, रे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण